स्थानीय सरकार सञ्चालन 2074 यो चाहिँ सम्बन्ध 2014 सालको ऐन नम्बर 26बाट चाहिँ प्रस्तावना चाहिँ लेखेको छ है। यसको परिच्छेद 1 मा तपाईँले चाहिँ देख्नुहुन्छ प्रारम्भिक, जसलाई चाहिँ प्रिलिमिनरी पनि भनेर चाहिँ हामीले चाहिँ व्याख्या गर्ने गरेका छौँ है। यो प्रिलिमिनरीभित्र यहाँभित्र चाहिँ संक्षिप्त नाम र प्रारम्भहरूका कुराहरू छन् हैन। दफा 1 मा, दफा 2 मा चाहिँ परिभाषाका कुराहरू रहेका छन् राखेको छ। जस्तै अध्यक्ष भन्नाले के बुझिन्छ? अध्यक्ष भन्ने हामीलाई नर्मली थाहा नै छ हैन। गाउँपालिका, नगरपालिका भन्ने त तपाईँहरूलाई थाहा होला नि त हो। त्यसभित्र चाहिँ जस्तै अध्यक्ष भनेको गाउँपालिकाभित्र हुन्छ, प्रमुख भनेको नगरपालिकाभित्र हुन्छ, अध्यक्ष उपाध्यक्ष गाउँपालिकाभित्र हुन्छ, प्रमुख र उपप्रमुख नगरपालिकाभित्र हुन्छ। त्यसपछि अर्को के सोध्न सक्छ भने तपाईँको यो सोध्न सक्छ प्रमुख प्रशासकीय अधिकृत भन्नाले के बुझिन्छ? दफा 84 बमोजिम प्रमुख प्रशासकीय अधिकृत सम्झाउनुपर्छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ के गरेको छ, इन्क्लुड चाहिँ गरिएको छ। अर्को चाहिँ तपाईँको चाहिँ यो सभा भन्नाले के बुझिन्छ भन्न सक्छ है। सभा भन्नाले गाउँसभा वा नगरसभा सम्झाउनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। संविधान भन्नाले नेपालको संविधान बुझ्नुपर्छ भन्ने कुरा लेखेको छ। त्यसपछि अर्को अझै पनि इम्पोर्टेन्ट क्वेसन के छ भने स्थानीय तह भन्नाले के बुझिन्छ? स्थानीय तह भन्नाले तपाईँको के छ त गाउँपालिका, नगरपालिका र जिल्ला सभा सबैलाई चाहिँ के भनिन्छ? स्थानीय तह भनेर चाहिँ के गरेको छ, व्याख्या गरिएको। अब तपाईँको हाम्रो यो परिच्छेद 2 मा चाहिँ के राखिएको छ भन्दाखेरि हैन, गाउँपालिका र नगरपालिकाको सङ्ख्या, सिमाना तथा केन्द्रको बारेमा चाहिँ के गरेको छ, व्याख्या गरिएको छ। त्यो तपाईँले देख्न सक्नुहुन्छ हैन। त्यसपछि चाहिँ यसमा चाहिँ केही मुख्य कुराहरू चाहिँ लेखेको छ, जसलाई तपाईँले सरस्वती चाहिँ के गर्नु होला, PDF डाउनलोड गरेर चाहिँ पढ्दा चाहिँ झन् बेटर चाहिँ मानिन्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र है, यो चाहिँ राम्रो सक्छ। नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्ने व्यवस्था गरेको छ।